एभ्रिवान, म चाहिँ आज कहाँ जाँदैछु भने यस्तो ढिउसेमा है म जाँदैछु भने कहाँ भने जनकपुरको जानकी मन्दिर। सो यति धेरै भिड थियो आज चाहिँ। किन धेरै भिड भने आज चाहिँ न्यू इयर थियो। सो सबैजना भगवान्को दर्शन गर्न आउनुभएको थियो। म पनि दर्शन गर्न गएको थिएँ। त्यस्तो भिडमा जाँदा जाँदै मैले चाहिँ लाइनमा बसेँ। सो म चाहिँ एकदम भिड भए पनि छिर्छु भनेर हेर्नु न, मभन्दा ठुल्ठुलो मान्छेहरू हुनुहुन्थ्यो तर म चाहिँ कच्चिएर कुचेर भए पनि मैले भगवान्को दर्शन गरेँ। सो हजुरहरूले पनि अब हेर्नुहोस्, हजुरहरूले पनि यहीँबाट दर्शन गर्नुहोस्, सबैले यहीँबाट प्रे गर्नुहोस् मेरो भिडियोबाट। अनि कि साथीहरू, म के भन्छु भने मैले चाहिँ भगवान् देखेपछि नि जुन भगवान्लाई माग्छु भनेर गएको हुन्छु नि घरबाट, गइसकेपछि चाहिँ मन्दिर या भगवान् देखेपछि चाहिँ मैले माग्ने कुरा बिर्सिन्छु। यस्तो हजुरलाई हुन्छ कि हुँदैन हजुरहरूमा त्यो भनिदिनु पर्यो। सो म चाहिँ बिर्सिसकेको हुन्छु है त्यहाँ भगवान् देखिन्जेलसम्म। जब भगवान्लाई देखेर पूजा गरेर बाहिर निक्लेपछि याद आउँछ। अनि आज मेरो दिन चाहिँ यसरी नै बित्यो। अनि साँच्ची सबैजनालाई ह्याप्पी न्यू इयर 2026 है। अनि मैले चाहिँ मेरो न्यू इयरको दिन चाहिँ मैले जानकी मन्दिर घुमेर भगवान्हरूको दर्शन गरेर एकदम मनबाट खुसी भएर मेरो दिन चाहिँ आज यसरी नै कट्यो। र हजुरहरूको दिन कस्तो भयो प्लिज भनिदिनु होला है त साथीहरू। बाई, टेक केयर, ह्याप्पी न्यू इयर, बाई बाई।